पहिला म सानो सानो कुरामा पनि खुसी हुन खोज्थेँ। नयाँ नयाँ ठाउँ घुम्न जान मन लाग्थ्यो। जहाँ गए पनि फोटो खिचेर त्यो पलहरू सम्झनाको रूपमा सँगाल्न मन लाग्थ्यो। मिठो मिठो खान मन लाग्थ्यो। नयाँ नयाँ लुगा लगाउँदा बेग्लै खुसी लाग्थ्यो। जिन्दगीप्रति धेरै सपना थियो, धेरै रहर थियो। तर आज म धेरै बदलिएको छु। अब कतै जान मन लाग्दैन, केही खान मन लाग्दैन। पहिले जस्तो फोटो खिच्ने रहर छैन, नयाँ लुगा लगाउने उत्साह पनि हराइसकेको छ। कहिलेकाहीँ ऐनामा आफूलाई हेर्दा लाग्छ कि यो म नै होइन, समयले बदलिदियो कि अरू नै कोही हो। म बदलिन चाहेको होइन, तर जिन्दगीले बिस्तारै मलाई यस्तो बनाइदियो। अहिले म हाँस्छु, हाँसी पनि केवल त्यो अरूलाई देखाउन म ठिक छु भनेर देखाउनलाई मात्र हो। सायद केही पीडाले मानिसलाई यति धेरै बदलिदिन्छ कि ऊ पहिले कस्तो थियो भन्ने कुरा नै बिस्तारै बिर्सिँदै जाने रहेछ।